नमस्कार हजुरहरूलाई स्वागत छ टेकपानामा माउसमा। आज म छु न्यास आइटी एक्सपो 2025 मा। सो यो एक्सपोमा मेनली चाहिँ एआई रिलेटेड टेक्नोलोजी रिलेटेड स्टार्टअपहरू छ भनेर म यहाँ भिजिट गर्न आएको छु। सो के रहेछ त हेरौँ। आकाशटेल के हो यो बारेमा अलिकति बताइदिनुस् न। थ्याङ्क यू। यो आकाशटेल भनेको चाहिँ कल म्यानेजमेन्ट सफ्टवेयर हो। जस्तो नर्मली हामीले सिम्पली भाषामा बुझ्नु पर्दाखेरि मैले कुनै अर्गनाइजेसनमा कल गरिरहेको छु भनेदेखि वेलकम टु दिस अर्गनाइजेसन भन्छ। त्यस पछाडिको त्यो कल चाहिँ रेकर्डिङको कल, मिस कलहरू, त्यो सँगसँगै आउटगोइङ कल, इन्कमिङ कल, टोटल कलहरूलाई चाहिँ म्यानेज गर्नको लागि र तपाईँको चाहिँ अफिसको ओभरअल अफिसको चाहिँ कल पर्फर्मेन्स कस्तो छ, स्टाफहरूको पर्फर्मेन्स कस्तो छ, त्यो कम्प्लिटली चाहिँ रिपोर्ट जेनेरेट गर्न, रिपोर्ट डाउनलोड गर्न र कल कम्प्लिटली ह्यान्डल गर्नको लागि चाहिँ हामीले यो कल म्यानेजमेन्ट सफ्टवेयर विगत 1 वर्षदेखि सञ्चालनमा ल्याइरहेछौँ। यसमा मैले एआई कलिङ पनि देखिरहेको थिएँ, त्यसको बारेमा अलिकति भनिदिनुहोस् न। अब यस्तो छ, यसमा चाहिँ एआई कलिङ नर्मली चाहिँ तपाईँको चाहिँ जस्तो क्युएफएहरू सेट गरेको हुन्छ हामीले, जसमा चाहिँ तपाईँको क्वेरिजहरू के हुनसक्छ त्यसलाई ट्रेन्ड गराएर त्यस पछाडि तपाईँको फ्रिक्वेन्टली सोध्ने क्वेरिजहरूलाई चाहिँ एआईको थ्रुबाट इङ्ग्लिसबाट त कम्प्लिटली गर्न सकिन्छ, नेपालीबाट पनि हामीले बिस्तारै त्यसलाई ट्रेन्ड गराउँदै अब इन फ्युचर नेपालीबाट पनि गराउने सोचिरहेको छ। त्यही भएर हजुरले एआई बेस्ड कल सेन्टर भन्नुभएको। आजको दिनमा यसको आवश्यकता कतिको छ लाग्छ हजुरलाई? अब यो अहिलेको जेनेरेसन, अहिलेको टाइम भनेको कम्प्लिटली एआई नै छ, जसमा चाहिँ मेरो ह्युमन इन्टरफेस चाहिँ एकदमै कम गर्ने अथवा मेरो चाहिँ अफिसको चाहिँ जति पनि कामहरू छ त्यो कामहरूलाई चाहिँ ह्युमनबाट भन्दा पनि अटोमेसनमा लाने, त्यो अटोमेसनमा लानको लागि चाहिँ हामीले यो एआईको चाहिँ एकदमै जरुरी देखेर यसमा हामीले काम गरेको हौँ। हुन्छ, थ्याङ्क यू। थ्याङ्क यू सो मच। थ्याङ्क यू।